सो हेलो गाइज सबैजनालाई नमस्ते। म चाहिँ सागर लिन। आज चाहिँ म फेरि दोस्रो भ्लग लिएर यहाँ आइसकेको छु। आज चाहिँ मेरो पहिलो सङ मैले मेरो भोकल दिएको पहिलो सङ चाहिँ पहिलो सङको चाहिँ हामी सुटिङ गर्न जाँदैछौँ। सो भ्लग चाहिँ आज त्यसैकै बारेमा हुनेछ। के कस्तो हुन्छ बाटोमा हामी सबै देखाउँदै बताउँदै जानेछौँ। सबैजना अन्तिमसम्म साथमा रहेर हेरेर साथ दिनु होला, सपोर्ट दिनु होला। अहिले चाहिँ हामी घरबाट निस्किन थालेको। सो स्नेकको भ्लग गाइज हामी चाहिँ अब घरबाट निस्किन थालेको। बाँकी चाहिँ हामी बिचमा देखाउँछौँ तपाईँहरूलाई के कस्तो कामहरू हुँदैछ भनेर। सबैजनाले माया गरिदिनु होला, गीतलाई पनि मलाई पनि। सो अहिले फेरि बिचमा फेरि आउँछौँ, हामी देखाउने छौँ। अहिलेलाई चाहिँ बाई बाई। ओके, अब यहाँदेखि चाहिँ हाम्रो सुटिङ लोकेसन तर्फको यात्रा सुरु हुँदैछ गाइज है। सबैजनाले लास्टसम्म हेरेर साथ दिनु होला। अनि यो चाहिँ मेरो चाहिँ फर्स्ट भोकल दिएको गीत हो है, पूर्वेली मारुनीसँग। यसमा चाहिँ विक्रम राणा मगर दाजुले र मैले भोकल दिएको छौँ है। आज चाहिँ हामी त्यही गीतको सुटिङको लागि चाहिँ रुद्रपुर भन्ने ठाउँमा जाँदैछौँ, जहाँ खेमसुनसिरी दादाको आफ्नै गाउँ पनि रहेको छ। हेर्नु होला लास्टसम्म के कस्तो हुन्छ। यो चाहिँ मेरो सेकेन्ड भ्लग हो। पहिलो अब चाहिँ हामी दाजु र भाइ भएर चाहिँ हामी सुटिङतर्फ नै जाँदैछौँ है। यति बेला चाहिँ हामी चाहिँ अब एकछिनमा यहाँनिर पेट्रोल सकिएको अवस्था, पेट्रोल हाल्छौँ एकछिनमा है। पेट्रोल हाल्छौँ अनि हामी फेरि त्यसपछि हामी आफ्नो यात्रा कन्टिन्यू गर्नेछौँ। पेट्रोल हालेर सकिसक्यो गाइज। हामी चाहिँ फेरि हिँड्दैछौँ भाइ र म मस्त रमाइलो गर्दै है। यो चाहिँ धेरै पछिको भ्लग हो मेरो चाहिँ। लगभग 2-3 वर्ष भनौँ न, मैले च्यानल ओपन गर्दा चाहिँ हालिसकेको थिएँ पहिला एउटा। अहिले चाहिँ यो चाहिँ मेरो सेकेन्ड भ्लग हो। अनि यति बेला चाहिँ हामी सालजण्डी पुग्यौँ। सायद धेरै थाहा छ होला, दोना थापा दाजुको घर चाहिँ होइन। सायद अब देख्नुहुन्छ है त हाम्रो दोना दाजुको घर। हामी देखाउँछौँ तपाईँहरूलाई, अब हेर्नु होला है त। यो चाहिँ हाम्रो सालजण्डी चोक हो। यो चाहिँ यता हाम्रो साइडमा चाहिँ पुलिस चौकी छ। यता लेफ्ट साइडमा चाहिँ हाम्रो दोना दाजुको घर छ है त। सबैजना हेर्नु होला, देख्नुभयो होला, त्यही हाम्रो दोना दाजुको घर चाहिँ त्यही हो। फेरि चाहिँ हामी सिधै जाँदैछौँ। लोकेसन अलिक टाढै रहेछ, हामीलाई चाहिँ थाहा थिएन त्यति टाढा हुन्छ होला भनेर है। टाढा रहेछ लोकेसन, तर राम्रो ठाउँ पनि एकदमै धेरै राम्रो। सो भाइ र म चाहिँ इन्जोय गर्दै आफ्नो लोकेसनतर्फ जाँदैछौँ है त। बाटो बन्दैछ यतातिर, हाम्रो यता पश्चिम जाने साइडतिरको चाहिँ हरियातिर जाने साइडको बाटो चाहिँ बन्दैछ। तर ठाउँ चाहिँ एकदमै धेरै राम्रो छ यतातिर चाहिँ है। अहिलेको देख्न सक्नुहुन्छ यो बाटोहरू बनाएर चाहिँ अलिकति मात्र बिग्रियो, नत्र ठाउँ चाहिँ एकदमै धेरै राम्रो छ यतातिर चाहिँ। भाइ र म चाहिँ भ्लग बनाउँदै इन्जोय गर्दै हिँड्दैछौँ यति बेला चाहिँ। अब चाहिँ हामी केही बेरमा नै सुटिङ लोकेसनतर्फ पुग्छौँ होला। यहाँदेखि चाहिँ हामी भित्र लाग्छौँ। यो चाहिँ हाम्रो फार लाइन चोक हो, यसलाई चाहिँ फार लाइन भन्छ। यहाँदेखि भित्र चाहिँ हरिया जाने बाटो हो यो चाहिँ। अनि यस्तो राम्रो छ, यस्तो राम्रो छ नि यो ठाउँ। हेर्नु त, यु गाइज रियल्ली फिल गुड है। तपाईँहरू घुम्नको लागि, टिकटक सिकटक बनाउनको लागि चाहिँ यस्तो राम्रो छ नि यो ठाउँ। आई रियली लभड इट। यस्तो राम्रो छ नि। अनि यही मौका छोपेर अनि भाइले र मैले चाहिँ अलिकति टिकटकहरू पनि बनाइयो यहाँनिर ठाउँमा चाहिँ। एकदमै राम्रो ठाउँ यो चाहिँ है। मलाई चाहिँ एकदमै धेरै मन पर्यो। तपाईँहरूलाई नि मनपर्छ, जानु होला। सायद धेरैजना जानुभएको छ होला। एक्सर्साइज गर्दैछु म चाहिँ भिडियो बनाउने भन्दैमा। यो चाहिँ म हो, चिन्नुहुन्छ होला मलाई है। हेर्नु सक्नुहुन्छ, हेन्सम छ त हौ केटा त, के हो है। फेरि चाहिँ हामी टिकटक बनाएर सकिसक्यो। हामी फेरि आफ्नो लोकेसनतिरै जाँदैछौँ। लोकेसन चाहिँ अलिक टाढै रहेछ भनौँ न है। स्कुल बसेसहरू आउँदैछन्। हामी जाँदा लगभग यति बेला चाहिँ 4 बजिसकेको थियो होला है। ठाउँ चाहिँ एकदमै धेरै राम्रो, एकदमै धेरै फ्रेटी छ यो ठाउँ चाहिँ है। एकदमै धेरै राम्रो यो ठाउँ। बाँदरहरू हाम्रा साथीहरू भेटिएको थियो। बाँदरहरू बिचमा चाहिँ हामी जस्तै सेम, केही फरकै थिएन। तिनीहरू भुइँमा, हामी बाइकमा, त्यति फरक मात्रै हो। नत्र बाँदरहरू चाहिँ सेमै हो साथीहरू। ओके, अब चाहिँ हामी थकाली चोकनिर पुग्दैछौँ।
थकाली चोकनिर है त फाइनली थकाली चोक सुटिङ लोकेसनतर्फ चाहिँ है लोकेसनमा हामी पुगिसक्यौँ। अब चाहिँ यहाँ चाहिँ हामीलाई एकजना दाजुलाई रिसिभ गर्नुहुन्छ। दाजुलाई भेट्यौँ हामीले। दाजुलाई भेटे सँगसँगै हामी फेरि सामानहरू जुटाउन थाल्यौँ सुटिङ लोकेसनको लागि। त्यही सामानहरू जुटाउनको लागि हामी हिँड्दैछौँ। पहिला सुरु हामी त्यही घरमा जान्छौँ सुटिङ लोकेसनको घरमा। चोकमा वेट गर्दैछौँ हामीले। दाजुलाई पछाडि आउँदै हुनुहुन्छ। फाइनली गाइस अनि त्यो घरतर्फ जान्छौँ। डेस्टिनेसनमा घर चाहिँ यही हो गाइस, यही घरमा हामी सुटिङ लोकेसन यही हो हाम्रो रुद्रपुर ठाउँ चाहिँ यो चाहिँ है। एकदम राम्रो घर चाहिँ हामीलाई एकदमै राम्रो पायौँ सुटिङको लागि। एकदमै धेरै राम्रो छ यो चाहिँ। यतातिर त्यो मौसम पनि एकदमै धेरै राम्रो है। देख्न सक्नुहुन्छ हाम्रो एन्सम भाइलाई। फेरि हामी चाहिँ त्यही सामानहरू नै जुटाउने भनेर त्यही सामानहरू जुटाउन लाग्यौँ। ब्युटिफुल सिनहरू सँगसँगै दाजु अगाडि हामी पछाडि। अब यहाँनिर मेरो ड्युटी सुरु हुन्छ लाइट लगाउने। सुटिङ गर्न आएको गाइस, लाइट लगाउँदै बस्नु पर्यो। आफ्नै लागि हो, गरियो, लगायो लाइट, यत्तिको देखियो। त्यसपछि हाम्रो सुटिङ सुरु हुन्छ है। अब क्यामेरा पूजा गर्दै हुनुहुन्छ हाम्रो बहिनीहरूले, डान्सर बहिनी, ब्याकग्राउन्ड डान्सर बहिनीहरूले चाहिँ अब क्यामेराहरू पूजा गर्दै हुनुहुन्छ। यो चाहिँ गर्नुपर्ने हुँदो रहेछ, मलाई थाहा थिएन। यो चाहिँ मेरो फर्स्ट टाइम हो है, गर्नुपर्दो रहेछ यो चाहिँ। बहिनीहरूले गर्दैछन् दिजुहरू अनि हाम्रो यता दाजुहरू, क्यामराम्यान दाजुहरू हुनुहुन्छ त्यहाँनिर पछाडि हामीलाई साथ दिन आउनुभएको आमा बुबा। यो चाहिँ देख्नुहुन्छ तपाईँहरूको ह्यान्डसम हिरो देख्नुहुन्छ नि, वान एन्ड ओन्ली वान पिस। त्यस्तो त होइन है, त्यही पनि ठिक छ। आज यता चाहिँ हाम्रो क्यामराम्यान दाजु हुनुहुन्छ। यता हाम्रो मादले भाइ, उता बिचको हाम्रो लाउरे बनेको हाम्रो विक्रम दादा, डान्स सिकाउने कोरियोग्राफर, डाइरेक्टर उहाँ दादा हुनुहुन्छ। यी हाम्रो मादले ह्यान्डसम भाइ। यता बहिनीहरू हुनुहुन्छ हाम्रो ब्युटिफुल सिस्टरहरू। यस, विक्रम दादा डान्स सिकाउँदै हुनुहुन्छ। उहाँले हो कोरियोग्राफर गरे चाहिँ। यता चाहिँ हाम्रो मारुनी बन्नुभएको छ हाम्रो ह्यान्डसम दिपक दा। ओके, अब एकछिनको हाम्रो फेरि समयमा चाहिँ हामी यहाँनिर दिजुहरू हुनुहुन्छ, आमा बुबा, बहिनी, भाइ सबैजना हुनुहुन्छ। यसो टिकटक बनाऊ भनेर चाहिँ, तर भिडियोहरू क्लिपहरू राखिराखौँ, यादहरू राखिराखौँ भनेर चाहिँ भिडियो बनाउँदैछु म चाहिँ। मेरो भाइले खिचिँदैछन्, सन्देश भाइले, क्यामराम्यान। हेर्न सक्नुहुन्छ यो हाम्रो सुटिङ लोकेसन यत्तिको बनाएको। यो हाम्रो झिलिमिली लगाएर चाहिँ कस्तो छ है। हाम्रो फुल गीत चाहिँ विक्रम राणा मगर युट्युब च्यानलमा आउँदैछ। अब चाहिँ यता लाउरे दाइलाई हाम्रो बहिनीहरूले जिस्काउँदैछन् क्या हाम्रो लाउरेलाई। फेरि देख्न सक्नुहुन्छ नि, लाउरे फेरि कम त ह्यान्सी छ। लाउरेहरूलाई जिस्काउँदै हाम्रो बहिनीहरू ठिक छ। एकदमै धेरै रमाइलो हुनुहुन्थ्यो हाम्रो बहिनीहरू पनि, एकदमै धेरै रमाइलो है। यहाँनिर चाहिँ अब भैलेहरू आउन लागे हाम्रो सुटिङमा चाहिँ। एकदमै रमाइलो छ। गीत चाहिँ राम्रो पनि छ, शब्दहरू पनि त्यस्तै राम्रो, एक्टिङहरू पनि त्यस्तै राम्रो छ। हाम्रो यता डान्सर ग्रुपहरू भइहाल्यो। इभन म पनि यही भिडियोमा छु, मलाई पनि देख्नुहुनेछ तपाईँहरूले यो छायाङ्कनमा। मिस्टर लिनको पनि अलिकति भिजुअलाइज हुने छ यहाँनिर, माया गरिदिनु हुनेछ भन्ने आशा छ सबैलाई। एकपटक हेरिदिनु होला, कमेन्ट, लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। टेक्का दिनुहुन्छ चाहिँ। तर सुटिङ चाहिँ एकदमै धेरै रमाइलो हुँदो रहेछ। यो चाहिँ मलाई एकदमै धेरै रमाइलो। अब चाहिँ हामी लाउरेहरू आउँदैछौँ। अब यहाँनिर हाम्रो भैलो र लाउरेहरू छुट्टी फर्किँदै गरेको, अनि भैलोहरूको भेट हुन्छ। भैलो र लाउरेहरूको भेट हुन्छ यहाँनिर।
पुरै कथा बुझ्नको लागि चाहिँ तपाईँहरूले भिडियो हेर्नै पर्ने हुन्छ। यसरी हेर्नु होला, एकदमै राम्रो बनेको छ हाम्रो गीतको भिडियो चाहिँ। यहाँनिर चाहिँ अब भैली र लाउरीहरूको भेट हुन्छ। लाउरीहरू छुट्टै आउँदै गरेको र भैलीहरू भैली खेल्नको लागि अर्को मान्छे घर जाँदै गरेको बेलामा चाहिँ आपसमा भेट हुन्छ हाम्रो भैली र हामी लाउरीहरूको। कन्सेप्ट एउटा चाहिँ राम्रो छ, यो कन्सेप्ट मलाई एकदम धेरै मन परेको चाहिँ। यता हामी विक्रम दादा म छौँ, यता हाम्रो भैली आयो, भेट हुन्छ हाम्रो भैलीसँग है त। यता चाहिँ हाम्रो पुर्सुङ्गे बन्नुभएको ह्यान्डसम दादा हुनुहुन्छ, हाम्रो बवाल डान्सर गर्ने दादा। यतातिर चाहिँ मेरो डेन्जर एक्ट जान्छ, हेर्नुहोस्। मेरो एक्ट हेरेर नरुनु होला है त। मैले 3 टेक खाएको हो यो एक्ट गर्नको लागि चाहिँ। फर्स्ट पनि बिग्रियो, दिस इज सेकेन्ड वान। मलाई यस्तो एक्टिङ गर्न आउँदैन गाइज, यो चाहिँ मेरो फर्स्ट टाइम हो। तै पनि आई डिड माई गुड, मलाई चाहिँ त्यस्तो लाग्यो है। सेकेन्ड दिस इज लास्ट टेक। यो पनि हेर्नु, यो देख्नु भयो भने तपाईँको लाउरीको एक्टिङ देख्नु भने नरुनु होला फेरि एक्टिङ हेरेर है त। डेन्जरै गरिदिन्छु नि फेरि म त एक्टिङ त, कुरै नगरौँ न, सक्दैन नि फेरि। ओके, अब चाहिँ मेरो सकिन्छ यहाँनिर है त मेरो एक्ट चाहिँ। त्यो गाइज हाम्रो चाहिँ अहिले चाहिँ हाफ चाहिँ सकिसक्यो, हाफ चाहिँ अझै बाँकी छ सुटिङको। यहाँनिर हुन्छ हाम्रो मान्छेहरू यत्रो धेरै। आधी चाहिँ सकिसक्यो, आधी चाहिँ अझै हाम्रो बाँकी छ। 2टा टुक्का गरेर भ्याइयो। अहिलेको टाइम चाहिँ हाम्रो ठ्याक्क 12:30 भएको छ। यता आउनुहुन्छ विक्रम दाई, लाउरी दाई, यता डाइरेक्टर दाई, यता चाहिँ म छु, म अन्धेरामा। मादलले हेन्सी भाइ कमेन्ट गर केटीहरू। यता हाम्रो ब्युटिफुल मारुनी मिसहरू नि हुनुहुन्छ। ए उता फोटो सुट हुँदैछ उता मारुनी, कपाल जल्ला नि फेरि मादले भाइ। यतातिर हाम्रो दाजु हामीलाई सपोर्ट गर्न आउनुभएको सबैजना हुनुहुन्छ यहाँनिर। 12 बजेसम्म नि हामीलाई सपोर्ट गरेर बस्नुभएको छ। भित्र अरे होइन, यहाँ सुन्ने हुन्छ क्या, भइहाल्छ, केही फरक पर्दैन। यहाँ खाली नभइदिनुहोस् है, बस्दिनु त, बस्दिनु। अनि ताली कस्तो लाग्दैछ त? यो व्हाट्सअप गाइज, कस्तो लाग्छ किप सपोर्टिङ है हाम्रो साथीलाई, एकदम सबैजना माया गरिदिनु होला। यो एङ्गलमा खिच्नु के लाइट परेन क्या अब। अनि त्यो भिडियो अन गरेर अनि तान्ने हो त नि। अहिले भइहाल्यो त्यो। ल कस्तो लाग्यो तपाईँलाई? राम्रो भइरहेछ, साथीले राम्रो गर्दैछ होइन। एकदमै सबैजनालाई माया गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस् एकदम। माया सपोर्ट धन्नै ढाकिदिएको यार मैले त।
हाम्रो ब्रेक टाइममा हाम्रो यहाँ टिकटक बन्दैछ ब्रेक टाइममा चाहिँ हाम्रो टिकटक सुटिङ हुँदैछ यहाँनिर कोही मारुन मेरे झुल्याउने ल गाइस हामीले भित्रबाट निकालिसकेको छौँ मारुनी गर्लफ्रेन्डलाई अब एकदम सिरियस पारामा यहाँ एक्सन भइसकेको छ कि रातिको लगभग कति बज्यो अहिले 2:30 भइसक्यो होला सुटिङ गर्दा चाहिँ बल्ल हाम्रो चाहिँ आधी भेगी भनौँ आधी अझै बाँकी नै छ सुटिङ चाहिँ एकदमै राम्रो भइरहेको छ ल गाइस अब चाहिँ हाम्रो मात्र फाइनल एकटा मात्रै समय चाहिँ हाम्रो बिहानै उन्नाइसक्यो भने 3 बजिसक्यो 3:30 भइसकेको छ एकछिनपछि हुन्छ अहिले आएर चाहिँ सबै निद्राको तालमा नाच्दै गाउँदै हुन्छ अब हामी सुटिङ सम्पन्न गर्नेतिर लाग्दैछौँ बिस्तारै 1 2 3 गो ओके यहाँ चाहिँ हाम्रो लगभग लास्टैतिर छौँ भनौँ न दादा सिकाउँदै हुनुहुन्छ लास्ट स्टेप चाहिँ यहाँनिर चाहिँ यतानिर चाहिँ हाम्रो मारुनीको गर्लफ्रेन्ड माताले भाइ यता हामी बसिरहेको छौँ अब चाहिँ हाम्रो लास्ट टेक हुँदैछ लास्टतिर चाहिँ मैले चाहिँ यता बाबुआमा बोलाउने उता चाहिँ मारुनी र उता मारुनीको गर्लफ्रेन्ड हाम्रो जुन मेन लिड हुनुहुन्छ उहाँहरू चाहिँ भाग्ने त्यस्तो खालको कन्सेप्ट छ यसमा चाहिँ है भिडियो हेर्नु भने तपाईँजनाले भिडियो हेर्नुभयो भने चाहिँ सबैजनाले बुझ्नुहुन्छ एकचोटि चेकआउट गरिदिनु होला हाम्रो यो मेहनतलाई भनौँ न होइन मेहनतलाई चेकआउट गरिदिनु होला यो चाहिँ मेरो फर्स्ट भोकल दिएको गीत र आफै पनि अभिनय गरेको गीत हो यो चाहिँ है आई होप सबैजनाले माया गरिदिनु हुनेछ यता चाहिँ हाम्रो यो चाहिँ फाइनल टेक है यो चाहिँ अब दादाले मारुनी भगाउनुहुन्छ अब हेर्नु त्यहाँ फकाइसक्नुभयो अब जाम भन्नुहुन्छ दादाले यता चाहिँ देख्न सक्नुहुन्छ हाम्रो ब्युटिफुल बहिनी नक्कल पार्दै नक्कली बहिनी डान्स पनि राम्रो गर्छन् उनीहरूले राम्रो छ यिनको डान्स ल गाइज अब हामीले पैसा लिएर जान लागिसकेको छौँ अब चाहिँ हाम्रो लास्टतिर छ है अब चाहिँ हाम्रो लास्ट बिट चाहिँ एउटा एकदम राम्रो नाच्ने खालको बिट छ त्यो बिटको लागि चाहिँ सिकाउनुहुन्छ हाम्रो दाइले त्यसपछि हाम्रो सुटिङ चाहिँ सकिन्छ अब लगभग 5 बजिसकेको छ यो सुटिङ गर्दै तर यो सुटिङमा चाहिँ एकचोटि पनि निद्रा लागेन मलाई चाहिँ सायद मेरो फर्स्ट भएर पनि होला एकचोटि पनि निद्रा लागेन आँखामा निद्रै भएन यो सुटिङ गर्दा चाहिँ निद्रा छैन अहिलेसम्म पनि दादाले स्टेपहरू सिकाउँदै हुनुहुन्छ एकदम राम्रो स्टेप राख्नुभएको छ लास्टमा चाहिँ
हेर्नु होला सबैजनाले सिकाउनु भएछ तर उहाँ जुन यतातिर हाम्रो व्हाइट लगाएको दाइ हुनुहुन्छ उहाँले झन् राम्रै टिप्नु भयो एकैछिनमा टिप्नु भयो यसको लागि धेरै टाइम नै लाग्यो नि स्टेप चाहिँ गाह्रो तर मजाले नाचिदिनु भयो हाम्रो दाइ चाहिँ विथ एक्सप्रेसन विथ ब्युटिफुल स्टेप भने जस्तै क्या मजाले नाच्नुहुन्छ कस्तो मजाले नाच्नुहुन्छ यो चाहिँ हाम्रो फाइनल टेक हो अब चाहिँ हाम्रो सुटिङ इन्ड हुन्छ है त 1 2 3 4 5 6 7 8 सुटिङ इन हुँदाहुँदै बिहानको 5 बजिसकेको छ न हामीले खाना खान्छौँ न केही अब सुटिङ सक्यो भने चाहिँ हामी खाना खान्छौँ है त फेरि उताबाट अब ल टप्पा घुम अब चाहिँ सक्यो हाम्रो सुटिङ चाहिँ ल सुटिङ चाहिँ फाइनली सक्यो गाइस ओ अब चाहिँ अलिकति हाम्रो बिचको स्टेपहरू छुटिरहेको थियो यता चाहिँ हामी अलिकति टाइम पास गर्दैछौँ फेरि त्यही समयमा फेरि टाइम फेरि त हुनै हुन्न क्या हाम्रो त गइहाल्छ टिकटक सिकटक सब गइहाल्छ त्यस्तो हो फेरि हामी त मान्छे त अब अलिकति चाहिँ हाम्रो रहेको अब हाम्रो दाइले गर्लफ्रेन्ड भगाउनुहुन्छ आफ्नो त्यसमा चाहिँ मैले साथ दिनुपर्ने अब भगाउनुहुन्छ दाइले हेर्नु त्यहाँ अलि मिलेन क्या हाम्रो दाइको गर्लफ्रेन्ड अलि दौडिनु जान्नु भएन कि यहाँनिर ल म चाहिँ चलिदिएँ है लाउरे फेरि नक्कली लाउरे अब के गर्नु सक्कली लाउरे हुनु सकेन नक्कली लाउरे भएर बस्नु पऱ्यो जिन्दगीमा फेरि टेक लिन्छौँ हामी चाहिँ यसको फेरि दाइ गर्लफ्रेन्ड भाग्नुहुन्छ होइन दाइको होइन क्या मेरो नम्बरीको गर्लफ्रेन्ड भाग्नुहुन्छ अब ल भाग्नु भयो पछि पछि हम गएंगे पछि हम चले गए देखो देखो मान्छे त फेरि म त हिरै हो नि त हो क्या सुहाएको है त्यो लाउरीको ड्रेस आमामा नि सुहाए पनि कोही फिदा हुँदैन कि के गर्नु लाउरी बन्नु नसकेर होला तोरी लाउरी भनेर होला कि 5:01 भइसक्यो गाइस सुटिङ भएर हामी खाँदैछौँ है भात खाँदैछौँ अहिले चाहिँ हामी 5:01 भइसकेको छ मासु भात बिहानको 5 बजे त्यही नि मिठो भएको थियो कसैलाई निद्रा नलाग्यो त्यति बेला यतातिर हाम्रो साइडमा खाँदै हुनुहुन्छ ओके खानासाना खाइसक्यो अब चाहिँ हामी घरतिर फर्किँदैछौँ है त अब बिहानको 5 बजे भात खाएर घर फर्किँदैछौँ हामी चाहिँ दादा म भाइ भएर चाहिँ है रमाइलो गर्दै हामी चट्ट हिँड्दैछौँ घरतिर यहाँ बिचमा चाहिँ डराउन दिन्छ भन्नुहुन्थ्यो दादाले त्यो चाहिँ हामीलाई थाहा भएन डराउनु चाहिँ दिएन के हामीलाई किचकिनीहरू भेटिन्छन् कि भनेको भेटेनन् किचकन्डाहरू चाहिँ भेटिएको थियो बाटोमा चाहिँ बाहिरमा चाहिँ रमाइलो गर्दै साइडमा चाहिँ दादा हुनुहुन्छ है दादासँग गफ गर्दै रमाइलो गर्दै घरतिर हिँड्यौँ हामी चाहिँ एकदमै धेरै राम्रो राख्नुहुन्छ हाम्रो दाइ चाहिँ यस्तो अँध्यारो बाटोमा है बिहान चिसो चिसो मौसम कस्तो आनन्दको मौसम थियो बिहान हामी चाहिँ अब चोकमा पुग्नु आँटिसक्यौँ यस्तो राम्रो ठाउँ छ है यो चाहिँ अब चाहिँ हामी चोकमा निस्किसक्यौँ अब चाहिँ हामी डोना दाजुको घर हेर्दै घरतिर जान्छौँ देख्न सक्नुहुन्छ हाम्रो डोना दाजुको घर माथि चाहिँ छतमा कोही पनि हुनुहुन्न रहेछ घरको मात्रै भिडियो खिचेर हिँड्यौँ हामी चाहिँ है यहीँ बस्नुहुन्छ हाम्रो डोना दाजु नजिक पर्छ हाम्रो डोना दाजु र हामी बस्ने ठाउँ चाहिँ डोना दाजु अलि माथि सालजन्डी हामी अलि तल्ल अब हामी चाहिँ लम्किसक्यौँ आफ्नो घरतिर चिसो मौसम सनराइज हुँदैछ कस्तो राम्रो देखिरहेको गाइस हेर्न सक्नुहुन्छ है यस्तो भवाल देखिरहेको नि अब चाहिँ हामी एकछिनमा घर पुग्छौँ सो थ्याङ्क यू सो मच गाइस सबैजनालाई लास्टसम्म हेरेर साथ दिनुभएकोमा माया गरिदिनु भएकोमा यो भिडियोलाई पनि धेरैजनाले माया गरिदिनु हुनेछ